सबैले भन्नुहुन्छ दसैँ आयो आयो दसैँ चाहिँ आयो तर म चाहिँ ओछ्यानबाट नै निस्किनु सकेको छुइनँ दसैँमा चाहिँ यहाँ दाजुले त झन् के गर्नु गेम खेल्यो हो हटस्पट मेरो सकेर केही छैन पाहुना नानीहरूले हटस्पट सकिदिएर दसैँ चाहिँ मेरो चाहिँ बेडमा छ है साथीहरू तपाईँहरूको चाहिँ कस्तो छ भन्नुहोस् न कमेन्ट गर्नुहोस् अन्त मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् है तपाईँहरूलाई यस्तै छ यसपालिको दसैँ मेरो यस्तै भयो लड्यो बस्यो अब फेरि भोक लाग्छ फेरि तल गयो के छ पकेको त्यो खानुपर्छ त्यस्तै छ जिन्दगी बाई बाई ह्याप्पी दसैँ सबैजनालाई 2025मा त म एक्लै छु 2026मा चाहिँ को हुने हो त्यो पनि तपाईँहरूलाई एकदम सरप्राइज छ बाई बाई